नमस्ते साथीहरू, फेरि पनि स्वागत छ मेरो एनदर ब्लगमा। देख्न सक्नुहुन्छ यो चाहिँ स्कुलको ग्राउन्ड रहेको छ। यो प्ले ग्राउन्ड चाहिँ एकदम गहिरो भाग छ यो ग्राउन्डको। यसलाई चाहिँ बराबर लेभलमा ल्याउनु पर्ने छ र यसको लागि चाहिँ हामीले माटो यसमा भरान गरिरहेछौँ। देख्न सक्नुहुन्छ म माटो मिलाउँदैछु। गाइज साथीहरू, यदि हजुरहरूलाई हार्डवर्किङ मनपर्छ भने एउटा लाइक गरिदिनुहोस् र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट छोड्नुहोस्। र यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुहोस्। हजुरहरूले सब्सक्राइब गर्दा मलाई मोटिभेसन मिल्नेछ र म यस्तै हार्डवर्किङ अझ योभन्दा राम्रो क्वालिटीमा भिडियो अपलोड गर्नेछु। साथीहरू, रियल लाइफ हार्डवर्किङ। यो चाहिँ बसन्त मुरारी स्कुलको ग्राउन्ड हो, देख्न सक्नुहुन्छ साथीहरू। एकदमै प्ले ग्राउन्ड एकदमै ठुलो रहेको छ। लगभग 2.5 बिघासम्मको ग्राउन्ड छ, देख्न सक्नुहुन्छ। यो चाहिँ नयाँ भवन बनिरहेछ साथीहरू। यो चाहिँ स्कुल बसन्त मुरारी नमुना माध्यमिक विद्यालय। यहाँ चाहिँ जिल्ला स्तरीय खेल हुन गइरहेको छ, त्यसको लागि ग्राउन्ड बनाइरहेछौँ। देख्न सक्नुहुन्छ काम एकदमै भव्य साथ भइरहेछ है त। ग्राउन्ड चाहिँ एकदम राम्रो बन्ने भयो साथीहरू। सबले माया गरिदिनु होला है त। गेडा चलाउन त्यति सजिलो छैन नि साथीहरू, जति देखिन्छ एकदम लामो गाडी यो चाहिँ है, कटिङतिर भन्छन्। यो गाडीको नाम थाहा पाउनेले चाहिँ नाम चाहिँ यसको चाहिँ ग्रेडर हो वास्तवमा। यसले चाहिँ जोत्ने काम र माटो फैलाउने मिलाउने काम गर्दछ। त गाइजहरू कति माटो हो क्या, ती माटो कति त साफ गरिसक्यो हेर्नु। हो त्यहाँ हेर्नु त, ती अहिले देखाउँछ यस्तो छ। यो चाहिँ ग्रेडरको प्लेट है, धेरैलाई थाहा पनि नहोला। यो चाहिँ मेसिन हो। गाह्रो छ नि साथीहरू, गाह्रो छ काम गर्न मेसिनमा। हेल्पर नभएर यस्तो तनाव भएको छ। ल गाइजहरू, हामी चाहिँ यता स्कुलमा छौँ, देख्न सक्नुहुन्छ। मेरो गाडी चाहिँ है, के खानाको पनि व्यवस्था छैन। कसँग यस्तै छ गाइजहरू। एक्लो मान्छेलाई कति गाह्रो हुन्छ गाडी चलाउने कि घाँस काट्ने कि, हो कि नै? अब उहाँको लागि एउटा टक्क खोजिदिनु पऱ्यो एउटा केटीहरू। कोही खाली छ भनेपछि कमेन्ट गर्नु होला। यो चाहिँ स्कुलको ग्राउन्ड देख्न सक्नुहुन्छ। उहाँले चलाउने मेसिन चाहिँ त्यहाँ पर छ। 16-17 वर्षको कोही खाली छ भनेपछि कन्ट्याक्ट गर्नु होला। मलाई भर्खर 22 वर्ष हुनुभयो उहाँ चाहिँ। हेर्नु त कति गाह्रो छ। आफ्नो पेट पनि पाल्नु पर्यो, गाई भैँसीको पेट पनि पाल्नु पर्यो। दर्शकबिन, यहीँबाट हो हामीले चाहिँ माटो लोड गर्ने होइन। यस्तो पर्खाल छ, देख्न सक्नुहुन्छ यति ठुलो पर्खाल होइन। सब सिध्याएको केटाहरूले यहाँ हेर्नु त कस्तो छ, हेर्नु त। यस्तो जग्गा बनाइदियो, राम्रो जग्गा बनाइदियो एकदम होइन। मान्नै पर्छ क्या हाम्रो जेसिबीलाई चाहिँ। यो सबै काम चाहिँ लमसम 2 वर्ष जति भयो हामी माटो बोक्नु लगाएको यहाँदेखि होइन। 2 वर्ष भयो मजाले। 2 वर्षमा यस्तो गरिदियो हेर्नु त। यस्तो पहाडलाई, यस्तो चट्टानलाई हामीले लमसम अब सकिसक्यौँ भनौँ। अब थोरै छ, थोरै मात्रामा देख्न सक्नुहुन्छ। पहिला चाहिँ हेर्नु त कति जग्गा निस्किसक्यो है। अझै बाँकी छ, अझै लाग्छ, अझै लमसम 2 वर्ष जति अझै लाग्छ होला। यस्तो छ गाइस, यस्तै छ। हेर्नु त